कति च्याउ भेट्यो मम्मी गम्ती गम गम्ती गम च्याउ भेटेको अवस्था दिदीको मात्रै यति दिदी So hello and namaste, welcome to my new video. Today I am come back with a new video को साथमा उपस्थित भइसकेको छु त्यो पनि मकै बारीमा के गर्न रे कपाल खोज्न के खोज्न खरेबले त राम्रो छ के खोज्न हामी मस्रुम हामी चाहिँ जंगलतिर मस्रुम खोज्नलाई जान भएको हामी चाहिँ बिहान बिहान उठेर आथ्यौ त्यही भएर फेस नि यस्तो देखिरहेछ मौसम पनि हेर्नु न बर्खा महिना लागिसक्यो नि त नि पुरै हुस्सु आइरहेछ सो हामी च्याउ खोज्न चाहिँ तीनजना आएको छौँ दिदी म मम्मी दिदी चाहिँ यतै हुनुहुन्छ अनि मम्मी चाहिँ माथि जानुभयो यो चाहिँ हाम्रो गाउँको नजिकै माथिको वन हो है हाम्रो गाउँ त पुरै हुस्सु भन्छ कि के भन्छ दुसु त्यो आएर ए यस्तो देखिरहेछ हाम्रो गाउँ चाहिँ यति मात्रै छ है यति मात्रै सो त्यही हो सो हामी चाहिँ जङ्गलनिर छिरिसक्यो यस्तो देख्छ खै मम्मी चाहिँ यतानिर रहेछ है कहाँ खोज्न जाने मम्मी दिदी अनि म तीनजना कुरा सुन्नै गाइस के भनिरहेको छ हेर त श्यामा मनी बोल पङ्गल भनिरहेछ मेरो त यति छ कपाल हिँड्नु न तपाईँ झोला यत्रो बोकेछ अब च्याउ पाउँछ कि पाउँदैन साथीहरू हामीले चाहिँ च्याउ भेटेको अवस्था त्यही भएर हामी चाहिँ हिँड्दैछौँ तपाईँलाई म आमामा नजिकबाटै देखाउने छु जङ्गलको बाटो यस्तो छ त्यही माथि अब त बर्खा लाग्यो न सबिनामा चाहिँ सबिना म्याममा चाहिँ आमा यस्तो बाटो हिँड्दैछु एकपट्टि तपाईँहरूलाई सामान पनि एकपट्टि म आफै सामान देखाइदिउँ साथीहरू देखाइदिउँ एकछिन नटिप्ने मम्मी देख्नु छोड्नु न मम्मी म चाहिँ टिपेर देखाउनेछु म चाहिँ टिपेर
छोरी क्यामेरा चाहिँ खतरा हुँदो रहेछ यो च्याउले चाहिँ। अरूहरूको त भुइँमा पाउँछ तर हाम्रो चाहिँ यसरी ढलेको रुखहरूमा फलिरहेको हुन्छ। मम्मीले टिप्दै हुनुहुन्छ। च्याउ भेटेर कस्तो लाग्यो मम्मी? खान पाएर लाग्यो। अलिक भोइस खुल्ने गरी भन्नु। छ्या भन्नु त एकचोटि भन्दैन भन्नु न। खान पाएर रमाइरह नि। हो र भन्नु होला। सो मम्मीले चाहिँ यस्तो हाल्दैछ। साथीहरू कहिले तपाईँहरूले देख्नुभएको छ यसरी च्याउ? हाम्रो गाउँमा त आम्मामा यता दिदी टिप्दै हुनुहुन्छ। हेर्नु न हेर्नु हेर्नु माकुरा कता आउँदैन उज्राउँला। आमामा त्यो के भन्छ मौरीको त्यो हुन्छ नि घर जस्तो घर भन्छ कि घर सेम त्यस्तै छ भने हेर्नु न हेर्नु मुनदेखि यहाँदेखि है अझै तल छ यहाँदेखि यहाँ यिनीहरू यस्तरी छ नि यस्तरी। अनि हाम्रो गाउँमा च्याउ नभेटिने कुरा हुन्छ। सो हामी चाहिँ यहाँ चाहिँ अलिअलि सानो सानो छ फेरि पछि टिप्न आउनेछ। यहाँनिर टिप्यो धेरै। अहिले अन्त ठाउँमा हिँड्न जाने अनि मम्मी यो च्याउलाई के भन्छ अरे मम्मी? मैले अघि सोधेन झन् भन्नु त। यो च्याउलाई चाहिँ मर्मा च्याउ भन्दो रहेछ। च्याउ दिने रुख चाहिँ यो है। सो अहिले चाहिँ हामी फेरि अन्त ठाउँमा यहाँ भेटेको च्याउ चाहिँ यति। अब दिदीले टिपेकोमा चाहिँ यति फेरि साथीहरू उता फेरि मम्मीले टिप्नु भएको छ। चोटे जमकारी यो पम्बे आमेनो लोबे लाभ लाभले दिला पम्ब्राले क्यामेरा समात त जौले जम्नु 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 मैं तेजी नहीं चिकन मुझे अने ले अने कुछ चिकन मिलते हैं खने एक का खाजी नाम कुछ भी बिल्ली लो लो चिकन सोचाउ पनि देखाइसके। अझै मम्मीलाई पुगेन भनेर टिप्दै हुनुहुन्छ। त्यहाँ चाहिँ हामी चाहिँ लोभले लाभ लाभले बिलाप भनिरहेको छौँ। मम्मी अन्त कहाँ जाने? मम्मी भयो कि मलाई त च्याउ खासै मिठो लाग्दैन। म त खाँदिनँ। त्यही पनि यसो मम्मीहरूसँग जङ्गल घुमौँ रमाइलो हुन्छ भनेर आएको है साथीहरू। तपाईँहरूले च्याउ मनपर्छ भने मलाई कल गर्नु ल। कल गर्नु म तपाईँहरूलाई च्याउ खोज्ने ठाउँहरू देखाइदिन्छु। जङ्गल हुँदा प्राय गाउँमा बसेको मान्छेहरूको त जङ्गलमा पाइहाल्छ होला। अरूहरूको भुइँमा पाउँछ। हाम्रो चाहिँ प्राय रुखहरूमा पाउँछ। भुइँमा चाहिँ हाम्रो अलि टाढा टाढै पाउँछ। हिजो चाहिँ मर्गसले लेखिदिएको एबिसी लेखिदिएको छ। बच्चाहरूले खेल्दैको हातमा वनमा चाहिँ क्या राम्रो रहेछ। अझै पुगेन रे यार साथीहरू। म पुगेन। कति टिप्ने भन्नु त तपाईँ?
तेरै कति रे यता हेरेर भन्नु न हामी धेरै टिप्न तिर्न चाहिँ नै पहिला तल भएछ कसम मिले सो यस्तरी छ खतरा जम्नु सरारा भगुला यो त माथि नि छ सानो सानो छ है अब त हामीले टिपिसक्यो सो अरूभन्दा नि यहाँ चाहिँ म खतरा लाग्यो क्या मलाई खतरा साथीहरू खतरा यस्तो कहीँ पाउँछ त पाउँदैन नि बिहान घाम आइसक्यो यहाँ यार शनिबार आउँछ आमा चाहिँ नुघुँदैछ कति ढुकाउँछु घरको अल्छी मान्छे चाहिँ म है साथीहरू म त सुत्दिन्छु धेरै मर्मसम्मरो हाम्रो गाउँतिर चाहिँ च्याउलाई स्यामो भन्छ है यो अर्को सानो पुन्टु मम्मीले त सबै टिप्ने भएछ अब यो रुखमा मात्रै कति बस्नु मम्मीले जाऊँ भनेको पुगेन 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 भन्छ देख्न सक्नुहुनेछ मेरो मम्मी टिप्दै हुनुहुन्छ झोला फेरि कत्रो लिएर आएको है मम्मीले सो मैले नि टिपिसक्यो कति च्याउ भेट्यो मम्मी झोलाभरि झोलाभरि आमामामामा जम्की जम्की जम भन्दा टिपेको गर्छ हाम्रो मम्मीले अनि झोलाभरि यहाँ प्लास्टिकमा छ सक्छ तब कसैले सक्दैन नि हामी चाहिँ दिदी बहिनी लामखुट्टेले टोकेर हैरान भइसक्यो मम्मीलाई जाऊँ भन्दाखेरि नि जानुहुन्न अहिले चाहिँ हामी चाहिँ अन्त टिप्न जानु लाग्यो हाम्रो त आमा यतातिर हाम्रो भुइँमा पाउँछ कि नै अलि यसरी भन्नु न के साह्रो सानो पाउँदैन हाम्रो यतातिर चाहिँ भुइँमा पाउँदैन है अरूहरूको जसरी हाम्रो चाहिँ यस्तो रुखहरूमा मात्रै पाउँछ ढलेको रुखहरूमा त्यो कुहिरहेको हुन्छ अनि त्यसमा च्याउ उम्रिन्छ अनि हामी यसरी जङ्गल खोज्ने टिप्ने खाने यतानिर चाहिँ कहाँ त्यता च्याउको रुख बोट रहेछ रुख ढलेको रहेछ एकदम मम्मीले अघि यता टिपेको नै टिप्नु पर्दैन त्यो त सानो हाम्रो यसरी पाउँछ यसरी उम्रेर हुन्छ फोरी रोइ चिकपुरी उड्दो पछि खाने च्याउलाई मेरो ढाँटमा फालिरहेको छ साथीहरू मुला साथी झोलाभरि बोकेर हिँड्दैछौँ अहिले माथिनिर पाउँछ कि नै थाहा भएन पहिला चाहिँ हामी यो जङ्गलनिर दाउरा खोज्न आउँथ्यौँ कि सानो हुँदा यही ठाउँमा मेरो सानो साथीहरू गाउँको साथीहरू हुन्थ्यो अनि उनीहरूसँग आएर यता दाउरा टिप्न आउँथ्यो ठुलो नभए नि अलिअलि सानो भयो नि यस्तोहरू त्यो भाँचेर जम्मा गरेर लान्थ्यौँ के
पहिले त सानोमा एकदम रमाइलो थियो अहिले त खै पढाइको लागि सबै बाहिर गयो मतलब आफ्नो घर छोडेर काठमाडौँ चिप्सली बटार कता कता गयो नि त्यही भएर छैन अहिले यतानिर चाहिँ हामीले बारी बनाउँछौँ अहिले चाहिँ हामी बाटोनिर आइसकेको छु अघि चाहिँ तल्लोनिर गएको थियो सो हाम्रो जङ्गल चाहिँ यस्तो रहेको छ यतानिर नि भाग भालु चाहिँ आउँदैन तर कहिले कहिले चाहिँ टाढाबाट अघि हामी टिपेको च्याउको रुखहरू त सेतो सेतो देख्छ कि भने साथीहरू त्यही भएर हामीले नि छिट्टै चिनेको अस्तिनिर हामी काफल खोज्न नि यतातिर आएको थियौँ तर भेटेको थिएन च्याउ देख्न सक्नुहुनेछ हाम्रो गाउँनिर फेरि सल्लाहको फल हामीले त खेन्द्रे भन्छौँ अब नेपालीबाट के भन्छ थाहा भएन सल्लाहको रुख भन्छ बहन डर गई के हो हाम्रो यहाँ चाहिँ यहाँतिर चाहिँ सर्पको रुख च्याउ त अघि मात्र टिपेको ठाउँ मात्रै रहेछ अहिले त छैन घरतिर रे ठिक छ नि त घरतिरै जाऊँ मोबाइलमा हालिन्छ च्याउ नखान्छ म अन्डा च्याउ यहाँनिर चाहिँ भुइँमा चाहिँ एउटा दुईवटा पाउँदो रहेछ हिँडेन कुहिएको पहिले आएन हल्का चाहिने पुरा भन्छु आज कुनै अनि बनगेट जलो नाची यार पनि सो फेरि हामी अर्को वनतिर लागेको पाउँदैन र मम्मी यतातिर चाहिँ अन्त चाहिँ पाएन साथीहरू त्यही अघिको रुखमा त्यति धेरै पायो टिप्न नि धेरै टिप्यो तर मान्छे त हो जति टिप्यो नि जति भयो भने पुग्दैन लोभी मान्छेको मन लोभी हुन्छ त्यही हो मर्लै जाम लाउने अयो अरूलाई मर्ला होइन अब मऱ्यो जाँची हात दुख्यो नि यार नेपाली चौर छ झन्डा लुगा चाहिँ फोहोर भएन खुट्टा मात्रै हातै मर्केको जस्तो देखिरहेको छ फेरि बिस्तारै चिप्लिने बाटो छ नि त यहाँ देखाइदिउँ यस्तो बाटो छ यस्तो बाटोमा म हिँड्दैछु
लडो जङ्गलमा च्याउ खोज्न आएको लडो। त्यो जङ्गल छ भने मर्दैन त नि, मान्छे लड्दैन त नि, लड्छन्। सो त्यही हो साथीहरू, हामी च्याउ नि खोज्यौँ, तपाईँहरूलाई कति भेटाए पनि देखाइसक्यौँ। हाम्रो गाउँ चाहिँ यति मात्र छ है, धेरै छैन। सो आजको भिडियो चाहिँ म यहीँसम्म भन्न चाहन्छु। फेरि यस्तै च्याउ खोजेको के भिडियोहरू लिएर आउँदै गरौँला। आजको भिडियो चाहिँ यही भनौँ। थ्याङ्क यू फर वाचिङ। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। अनि मेरो भिडियो सकेसम्म अरूलाई सक्दो सेयर गरिदिनु होला। धेरैभन्दा धेरै माया गरिदिनु होला। यहाँ जुगले पनि धेरै माया गरिसक्यो मलाई। सो भेटौँला हामी नेक्स्ट भिडियोमा। बाई बाई। थ्याङ्क यू फर वाचिङ।